दे आज यो गरिमामय संसदमा उभिँदा मेरो शिर निहुरेको महसुस भएको छ। हिजो मात्र यो गरिमामय सदनको रोस्टममा उभिएर हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले छाती चौडा बनाउँदै बोलेको विषयले मलाई मात्र होइन करिब 3 करोड आम नेपाली नागरिकको शिर निहुर्याएको हुनुपर्छ। सभामुख महोदय, रोस्टममा उभिएर प्रधानमन्त्रीज्यूले भन्नुभयो नेपालले पनि भारतको जग्गा मिचेको छ, यो संसदमा रेकर्ड भएको छ र अभिव्यक्ति नजिर बनेर स्थापित भएको छ, जसमा बडो गर्वका साथ सत्ता पक्षका माननीयज्यूहरूले बरबर ताली पड्काउनु भएको। उहाँहरूलाई पनि मेरो प्रश्न छ, अलिकति आत्मग्लानी यहाँहरूलाई पनि हुनुपर्छ। सर्वोच्च संसदको रोस्टममा उभिएर उहाँले बोलेको विषयमा हाम्रो नोट अफ डिसेन्ट छ, सँगै हाम्रो माग पनि छ। फेरि उहाँ यही सर्वोच्च सम्पन्न संसदको रोस्टममा उभिनुपर्छ। नेपालले कहाँ कहाँ भारतको जग्गा मिच्यो, एक इन्चको हिसाब हामीलाई दिनुपर्छ। सभामुख महोदय, हामीलाई हिसाब चाहिन्छ। यो राष्ट्रिय स्वाभिमानको विषय, राष्ट्रिय सुरक्षाको विषय हो। भोलि भारतले हाम्रो जग्गा फिर्ता चाहिन्छ भन्यो भने हामीले कुन जग्गा फिर्ता दिने?